सम्बन्ध परमेश्वरसँग उपासना भनेको उहाँसँगको सङ्गति, उहाँसँगको प्रार्थनामा जोड्ने, उहाँको आराधना गर्ने, त्यसको लागि बनाएको अथवा उहाँको महिमा बनाएको। पृथ्वीको जिम्मेवारी पाएको, पृथ्वीलाई हामीले रोज्ने के अरे जोगाउने जिम्मा पनि विवेक साथ गर्न, यहाँको चिजहरूलाई हामीले चलाउँदा पनि त्यही भएर के गर्नुपर्छ? विवेक साथ चलाउनुपर्छ। पापका कारण पतित भयो, यसरी बनाएको पुरा यो हामीलाई दिएको थियो नि परमेश्वरले यत्रो त्यो चिजहरू। पाप गरेपछि पतित भयौँ अब हामी, त्यसपछि परमेश्वरदेखि सम्बन्ध टुट्यो, आत्मिक मृत्यु भयो। त्यो मृत्यु भएपछि हामीले फेरि जोड्नुपर्ने अवस्था जुट्थ्यो। त्यसको लागि चाहिँ हामीलाई यसो हाम्रा उद्धारकर्ता चाहियो। तर प्रेमद्वारा फेरि प्रेम गरियो, हामीलाई सजाय नदिनुको ठाउँमा हामीलाई उपाय दिनुभयो। र एक त्यो उपाय भने चाहिँ येशू ख्रीष्टद्वारा उद्धार पाउन योग्य पनि भयौँ सबले, सबैजनाले। र अनन्तकाल युक्त आत्मा भएको प्राणी हो भनेको यो आत्मा चाहिँ मर्दैन, कुनै पनि मानिसको आत्मा मर्दैन। यो एक दिन पृथ्वी सबै टलेर जानेछ, सिद्धिनेछ। त्यसपछि हाम्रो आत्मा बस्ने दुईटा मात्रै छ, अनन्त मृत्युको आत्मा र अनन्त जीवनको आत्मा। अनन्त जीवनको आत्मा स्वर्ग परमेश्वरको साथ, अनन्त मृत्युको आत्मा परमेश्वर बिनाको आत्मा। अनन्त भनेको छ नि, अनन्त नेभर एन्डिङ, त्यो भनेको इटर्नल भन्छ अङ्ग्रेजीमा। अनन्त भनेको अन्तै नहुने, दिमागले बुझ्नु सकिँदैन कसरी हुन्छ अन्त नहुने चिज, अन्त नहुने चिज, अन्त नहुने चिज कसरी हुन्छ कसरी हुन्छ। तपाईँ हामीले त तर्क आउँछ होला नि, दिमागले भ्याउँदैन नि त। परमेश्वरको कुरो हो नि त यो। परमेश्वरले भन्नुभएको छ वाइ डोन्ट वी बिलिभ, किन हामी डाउट गर्छौँ? सृष्टिकर्ताले भन्नुभएको, जसको यो ब्रह्माण्डकै मालिक भनेपछि यति हो बुझ्नु पर्ने। बुझ्यो है? यो समग्रमा मैले जे जति भनेको यति हो। अब अर्कोचोटिदेखि हामी विश्वासीको बारेमा आउँछौँ। मैले यो समग्र मानिस भनेको छु, सबै विश्वासीहरू मानिस हुन् र परमेश्वरका सन्तान हुन्। सबै मानिसहरू परमेश्वरका सन्तान होइन, परमेश्वरका सृष्टि चाहिँ हुन्, सन्तानहरू। प्रभु येशू ख्रीष्टलाई जसले ग्रहण गरेका छन् उनीहरू मात्रै परमेश्वरका सन्तान हुन्। बाँकी परमेश्वरका सृष्टि हुन् तर परमेश्वरका सन्तान हुन्, अब्राहमका सन्तान होइन। यति बुझ्नु होला। त्यसैले सबै विश्वासीहरू मानिस हुन् तर सबै मानिसहरू विश्वासी छैन।